सम्पूर्णलाई नमस्कार। म चाहिँ तपेन्द्र बराल। यो चाहिँ राजकोट नगरपालिकाको सबैभन्दा सुन्दर जिउलो हो, जुन तपाईँहरूलाई आरसीबी बजारबाट निहाल्न सक्नुहुन्छ। आरसीबी बजारमा आउनुभयो भने तपाईँले यो फर्स्टमा यो जिउलो देख्न सक्नुहुन्छ। र राजकोट नगरपालिकाको ठ्याक्कै पछाडिमा रहेको एउटा मन्दिर छ, जुन भदौमा चाहिँ भव्य मेला लाग्छ र यो मेलामा पनि तपाईँ आउन सक्नुहुन्छ। र यहाँ चाहिँ भदौको महिनामा पूजा र भव्य चाहिँ पौष भनौँ न, गाउँघरको भाषामा पौष र मेला लाग्ने गर्छ। र जुन चाहिँ माथि तपाईँले देखिरहनु भएको यो चाहिँ राजकोट नगरपालिकाको मञ्च हो, जुन कार्यक्रम चाहिँ गरिन्छ। राजकोट नगरपालिकामा जति पनि कार्यक्रमहरू छन् र यही मञ्चमा गरिन्छ। राजकोट नगरपालिकाको सबै कार्यक्रमहरू चाहिँ यो मञ्चमा गरिन्छ र यो यसरी घेरबार गरेर राखिएको छ। यहाँभित्र चाहिँ अघिपछि मान्छे चाहिँ जान चाहिँ मिल्दैन रहेछ र कार्यक्रममा मात्रै जाने र अघिपछि यसरी घेरबार गरेर राखिएको छ, जुनमा दुबो लगाइएको छ। जुन चाहिँ यो राजकोट नगरपालिकाको चाहिँ प्रशासनिक भवन, जुन यहाँ थुप्रै कार्यक्रमहरू र थुप्रै कामहरू चाहिँ राजकोट नगरपालिकाको गरिन्छ। जुन यस्तो पिच गरेर एकदम बवाल बनाइएको छ राजकोट नगरपालिका, जुन तपाईँहरूले आएर चाहिँ यहाँ एकछिन हेर्न सक्नुहुन्छ। प्रशासनिक भवन हो यो, जुन एकदम बवाल बनाइएको छ, जुन तपाईँहरू एकछिन आएर चाहिँ हेर्न सक्नुहुन्छ। र जुन यो तपाईँहरूले देखिराख्नु भएको छ माथि, तपाईँले जुन अहिलेका गाउँ देख्नुभएको छ, यो गाउँबाट चाहिँ यो आरसीबी बजार देखाइएको छ र तलको जुन जिउलो पनि देखाइएको छ, राजकोटको सबैभन्दा ठुलो जिउलो भनेर चिनिने। र बाटो पनि एकदम पिसिसी गरेको छ। र यो भिडियो चाहिँ कसले कहाँबाट हेर्नुभएको छ, लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। र यस्तै भिडियो हेर्नको लागि तपाईँले यो भिडियोलाई बढीभन्दा बढी सेयर गरेर चाहिँ आउनुहोला। हस्त, धन्यवाद।